बिजनेस तपाईँ कुनै पनि गर्न चाहनुहुन्छ भने पहिला बिजनेसको मोडलमा काम गर्नुहोस्, त्यसका सक्सेस स्टोरिज पनि हेर्नुहोस्, फेलर स्टोरिजहरू बढी हेर्नुहोस्। अर्काले गरेको दुर्घटना तपाईँले गराएर हेर्नु जरुरी छैन। हामी बाटोमा हिँड्दाखेरि बाटोमा देखिन्छ नि सर हिँडिरहेको हुन्छौँ, ल दुर्घटनाग्रस्त क्षेत्र भनेर ठुलो होर्डिङ बोर्ड लगाएको छ भने अटोमेटिकली खुट्टा गाडीको ब्रेकमा या बाइकको ब्रेकमा लाग्छ, होसियार हुन्छ मान्छे। भने त्यो दुर्घटनाग्रस्त कहाँ कहाँ हुनसक्छ त भन्ने कुराहरूमा ध्यान दिनुहोस्। फाइनेन्सियल म्यानेजमेन्ट एकदमै इम्पोर्टेन्ट छ, क्यास फ्लो म्यानेजमेन्ट झन् बढी महत्त्वपूर्ण छ। अनि बिजनेस व्यापारमा अलिकति कमाइरहेछ भन्ने मोज मस्ती होइन। बिजनेस हो, व्यक्ति हो। तपाईँ आजको डेटमा कुर्ता सुरुवालको एउटा पसल गरिराख्नु भएको छ, अब मैले त भन्छु नि, अब बहिनी आउनुभयो तपाईँलाई भेट्न, गिफ्ट दिन मन लाग्यो भनेपछि तपाईँ त्यो कुर्ता एउटा दुईवटा तान्त भनेर ल्याएर खुरुको बहिनीलाई दिनुभन्दा पहिला एकाउन्टिङ गरेर कुर्ता तान्नुहोस्। तपाईँ त्यसमा नाफा नलिनुहोस्, कस्ट चाहिँ तपाईँको कमसेकम त्यो गल्लामा 2000 को कुर्ता हो भने 4000 रुपियाँ त्यहाँ राखिदिएर अनि तपाईँ एडजस्टमेन्ट गरेर निकाल्नुहोस् के। त्यति डिसिप्लिन बिजनेसमा गऱ्यो भने नेपालमा बिजनेस डुब्दैन।